सो गाइस सबैजनालाई स्वागत छ मेरो रिएक्सन भिडियोमा। इट्स मी जेरो रिएक्सन अनि सबैजनालाई वेलकम छ है। अनि म चाहिँ आज एउटा भिडियो रिएक्सन गर्न गइरहेको छु श्रीकृष्ण लुइटेलको। अनि यो के भन्छ उहाँ चाहिँ धेरै भनौँ न उहाँको गीतहरू त सुन्नुभयो होला पहिलाको। सो हिजो भर्खर एक दिन अगाडि चाहिँ हाल्नु भएको रहेछ उल्टो गीत भन्ने। अनि यसो उल्टो गीत भन्ने चाहिँ अब रियाक्ट गर्न गइरहेको छु। हेरौँ। सो स्टार्ट गर्दै माग्रे बिडा भनेको चाहिँ के रहेछ? उल्टो गीत भने माग्रे बिडा ग्रोथी उल्टा भनेको चाहिँ ग्रोथी माग्रे बिडा बिडामा के हो जस्तो रोहन भन्नु छ भने मारोन रोडा नेपालको त फर्स्टै होला कमेडी उयो सङमा चाहिँ नम्बर 1 मा आउने भनेको हाम्रो श्रीकृष्ण। यो त अलिअलि मेलोडी सुन्दाखेरि चाहिँ लाइक भजन टाइपको त्यो सुनिँदो रहेछ यसको गीतको चाहिँ। जस्ट लाइक हुन्छ नि अब भजन गाउँदाखेरि त्यो भजनको मेलोडी त छुट्टै टाइपको हुन्छ नि त, त्यसै टाइपको सुनिँदो रहेछ। ग्रेभी कि ग्रेभी भन्थ्यो अन्त ग्रेभी चाहिँ के को ग्रेभी रहेछ हौ? गोभी ग्रेभी कालो भाड के कालो बादल छायो ए जस्तो अब गीतमा चाहिँ उल्टो भए पनि जस्तो अब यहाँ दिनुभएको रहेछ नि त लिरिक्स चाहिँ। अनि कालो बादल छायो भनेर ओ सबले दुःख पायो अरे सबले मैले चाहिँ अहिलेसम्म चाहिँ बुझेको थिइनँ कि, तर उहाँले गीत गाउनु भए पनि उल्टो गीत गाए पनि लिरिक्स चाहिँ तलतिर नै त्यो टाइटलमा लेखेर राखिदिनु भएको रहेछ भने बुझ्यो। बाउ बिग्रे भने छोरा बिग्रे गला यस्तो खुट्टा ताने पछाडि उयो हुन्छ होइन बिग्रे अन्त छोरी बिग्रे
बिग्रे बिग्रे बिग्रे बिग्रे अब चाहिँ बुझेँ बाउ बाउ बिग्रे भाइ भाइ हर हर शम्भो हर हर शम्भो सासु बिग्रे लाइक यसको यो गीतमा चाहिँ होइन अब पहिलाको पनि सुन्या नै हो होइन यसको मेरो सासु कस्ती मुखमा हान्न जस्तो भन्ने लाइक यो उयसमा नि त्यस्तै उल्टो गाए पनि तर दाजुलाई चाहिँ फ्यामिलीप्रति चाहिँ अलिक उयो नै छ जस्तो छ रिएक्सन चाहिँ अति हो ल यो चाहिँ मेन्सन चाहिँ गरिहाल्नु छ @बोकादारी अनि जस गीत चाहिँ उल्टै भए पनि जस्तो तल टाइटलमा चाहिँ सब टाइटलमा चाहिँ लिरिक्सहरू सबै लेखिदिनु भएको छ सुल्टेबाट नै अनि जो अब त्यो भाइब लिन चाहिँ मजा आउने रहेछ होइन उहाँको गीत त अब त्यसो पहिलादेखि जसले सुन्दै आउनु भएको छ उहाँलाई त थाहा होला जस्तो राम्रो छ सबैजनालाई माया देखाइदिनु होला एक दिनमा फोके भ्युज आएछ भने चाहिँ अलिकति माया देखाइदिउँ सबैजनाले है राम्रो लाग्यो मलाई चाहिँ हाँस चाहिँ उठ्छ है उहाँको गीत सुन्दाखेरि हाँस चाहिँ उठ्छ नै उठ्छ सबैजनालाई सो यति नै हो सो अब आज चाहिँ यति नै भन्दै म पनि बिदा हुन चाहन्छु सो अर्को रिएक्सन भिडियोमा आउने नै छु फेरि पनि सबैजनाले अब माया देखाइदिनु होला सबैजनाले आज यति नै भन्दै बिदा हुन चाहन्छु हस् त बाई बाई